नमस्ते सबैजनालाई। विशेष गरेर म पनि यो भिडियो लिएर आइसकेको छु गाइज। यो भिडियो सबैले हेर्नु होला सुरुदेखि लास्टसम्म। आज बिहानको कुरा हो। हाम्रो नेपालमा काण्डै काण्डले भरिएको हाम्रो नेपाल अहिले पनि फेरि काण्ड भयो, पहिले पनि काण्डै थियो। आज बिहानको कुरा हो। ट्रकमा 25 करोडभन्दा माथि युरोपियन डलर र अमेरिकन डलरहरू बोकेको ट्रक प्रहरीले आज समातेको छ। जुन मेन भरिया मात्रै पक्रेको छ। यसको मालिक को हो र यो कसले गरेको, छिटोभन्दा छिटो यो नेपाल पुलिस र नेपाल सरकारले यसको छानबिन गरोस्। मेरो यहाँबाट चेतावनीको साथ भन्न चाहन्छु। यसको मुख्य नायिके को हो, त्यसलाई कानुनी कठघरामा र ल्याई यो पैसा कसको भन्ने कुरा जनताले थाहा पाउनुपर्छ गाइज, होइन? यस्तो घटना यस्तो काण्ड धेरै भइरहेछ पछिल्लो समयमा। सुनकाण्डदेखि लिएर यस्ता काण्डहरू, मान्छे बेच्ने जस्ता काण्डहरू भएका छन्। यसको तथ्य र सत्य के हो, यसको छानबिन गरोस् भनेर म नेपाल सरकार, केपी ओली भट्टाचार्य सरकारलाई यो मेरो अनुरोध छ गाइज। यस्तो पनि हुन्छ? पैसा कहाँदेखि यत्रो आयो? नेपाल ऋणले भरिएको छ। 25 करोड यता पुऱ्याएको छ, उता पुऱ्याएको छ। यार गाह्रो छ यार। कति उसमा एकजना मान्छे बराबर 1 लाखको अहिले ऋण भएको छ। तपाईँलाई थाहा छ? यत्रो 25 करोड युरोपियन डलरहरू पुलिसले पक्रियो आज ट्रक सहित। यो कहाँ लगेको, यसको मालिक को हो? यसको चाहिँ नेपाल सबको भलो होस्।